एक्साइटिङ लाग्ने थियो यार यस्तो बाटोमा यो बाइक भेटायो भने त यार मजा आउने क्या चलाउन। हेलो एभ्रिवान, सबैलाई नमस्कार छ। मेरो नयाँ भिडियोमा चाहिँ आज चाहिँ म गैडीताल जान लाग्छु बुटोलबाट होइन, नजिकै छ, अलमोस्ट 1 घन्टाको हो। अनि आज चाहिँ मसँग चाहिँ बाइकको लागि चाहिँ नयाँ छ होइन, हेर्न सक्नुहुन्छ KTM एडभेन्चर 250। यो चाहिँ अहिले रिसेन्टली भर्खरै लन्च भएको चाहिँ हो नेपालमा चाहिँ होइन। अनि मैले चाहिँ यो चलाउन लागेको अलमोस्ट 15 दिन जति भइसक्यो। बाइक चाहिँ दामी छ। मैले आफ्नो ट्राइम्फ स्क्रैम्बलर चाहिँ बेचेको त होइन, यो चाहिँ भाइको हो। उसले चाहिँ एकछिनलाई 15-20 दिनलाई मसँग छ। यसको नम्बर प्लेट हाल्ने, यसको फर्स्ट सर्भिसिङ गर्ने चाहिँ मसँग अहिले एकछिनलाई गरेर बल्ल राखिदिने यो बाइक दामी छ। यसको राइड एक्सपिरियन्स चाहिँ मैले भिडियोमा अरूमा पनि भनिरहेको हुन्छु होइन। अनि अब आजको दिन चाहिँ अब त्यहाँ गैडी लेक तालसम्म जाम, हेरौँ कस्तो छ होइन। म अस्ति नै पनि जान खोजिरहेको जान चाहिँ, तर त्यतिखेर चाहिँ त्यता बाटो झुकेर चाहिँ गजेडी ताल पुगेको छु कि, झुकेर त के हुने र हेरेर गएको चाहिँ हो, तर गजेडी तालतिर गइएछ। बादल चाहिँ लाहा, त्यही भएर जान लागेको खास म। बादल लाहा हल्का क्लाउडी भयो भने मजा आउँछ हिँड्न भनेर हो, तर पानीले डिस्टर्ब नगरोस् भन्ने पनि छ फेरि। एट द सेम टाइम हुन त पानी परे खासै बाल त भएन। अब फेरि यहाँबाट माथिबाट हाल्यो भने फेरि सिभिक सेन्सवाला गाना बजाउनु पर्ने होला फेरि। आओ हम सिखलाए तुझको सिभिक सेन्स क्या भन्नेवाला गाना के, फुटपाथबाट हालेर क्या त आयो भनेर क्या। अब के गर्ने त्यहाँ गाडी यताउता रिभर्स गर्नु लाहा। अहिलेलाई चोकसम्म भित्री बाटो जाम, पेट्रोल हालौँ अनि निस्क्यौँ। बाइक चलाउन यो पनि मजा आउँछ यो 250। अब म 400बाट यसमा आएको भएर अलिकति पावर चाहिँ कम जस्तो फिल हुँदो रहेछ त्यो चलाएको भएर। अब अलिकति इन द सेन्स कि पावर अलिकति कमै जस्तो लाग्दो रहेछ चलाउँदाखेरि। तर एडभेन्चर यो सिटीमा यताउता के भन्छ अरे राइड गर्नलाई लास्टै दामी यार मलाई उस लाग्यो क्या। त्यो हाम्रो चाहिँ अब इन्जिन तात्ने त्यो ट्राइम्फ स्क्रैम्बलर 40XC को चाहिँ इन्जिन तात्ने यहाँ समस्या छ। यसको चाहिँ छैन, पेट्रोल हालिहालौँ, पेट्रोलको पैसा नि घटेछ यही खुसीमा। ल निस्किने यहाँबाट, दाइ बाहिर निस्किने कि भित्र हाल्ने हो? बाहिर निस्किने हो क्या हो? अहिले चाहिँ म यता मणिग्रामतिर जाँदैछु क्या, यता बुटोलतिरबाट। लेट्स गो। यस्तो क्लाउडी मौसम, हावा लाग्ने चिसो पानी नपर्यो भने यतिखेर चाहिँ मजा आउँछ क्या। योवाला वेदर चाहिँ मलाई लास्टै राम्रो लाग्छ क्या। हल्का कालो देखियोस् होइन, बादलहरू मस्त मजा आउँछ। चाहिँ यसको अब यो म्याक्सिमम विन्डसिलै आउँछ होला भिडियोमा चाहिँ अगाडि यसको। अब यत्रो ठुलो छ क्या, अब एडभेन्चर हुन नि पऱ्यो फेरि यो। तर यो भिडियो यहाँ राखेर गर्दाखेरि चाहिँ अब यो पुरै ढाक्दो रहेछ कि। पानी पर्न लाग्यो यतातिर चाहिँ यार, पानी पर्न लाग्यो। सुरुवात गर्नुभन्दा पहिले के हो, राइडको सुरुवात गर्नुभन्दा पहिले पानी पर्न लाग्यो त। अनि फेरि बाइकमा आउँदाखेरि चाहिँ बाइक चलाउन मजा छ, यो स्मुथ होइन, आनन्दको छ क्या। यस्तो सिटीमा अहिले यस्तो चलाइरहेको छु नि, यसमा पनि एकदमै आनन्द। नर्मल रेगुलर बाइकहरू चलाए जस्तो टाइपको भाइब्स चाहिँ दिन्छ यसले होइन। एकदमै एडभेन्चरै चलाए जस्तो त भाइब्स छैन कि, एकदम बल्की पनि छैन, वेट पनि सरी बल्की त अगाडिबाट हेर्दा लुक त बल्की चाहिँ छ होइन, तर वेट छैन कि, एकदमै वेटीवाला टाइपको छैन, नर्मल हलुकै छ चलाउँदाखेरि। अनि इन्जिन एकदमै अहिले फर्स्ट सर्भिसिङ भयो छैन यसको, अझै गर्ने हो। इन्जिन एकदम स्मुथै छ क्या। अहिले यताउता चलाउँदा सिटीमा इन्जिन धेरै तात्तिने यताउता समस्या चाहिँ छैन यसको। अब त्यही चिजमा अब ट्राइम्फ 400 को हो के अरे, अब सिटीमा चलाए यस्तो सुस्त चलाए ट्राफिकमा भने त ओ माई गड, हावा खुट्टा त पोलेर चिरिक्क पोल्ने गराइन्छ क्या, धेरै तातो हावा आएर क्या। यो मणिग्राम चोकबाट यता राइट लाग्ने हो, यता भित्र फर्स्ट टिकटको बाटोतिर लाग्ने हो। अब यहाँबाट यता लाए अब लाइट कुर्नै पऱ्यो। ल मणिग्राम चोकबाट नि यता भित्र छिर्यो। अब लेट्स गो फर्स्ट टिकटसम्म मजाले। यहाँबाट यो बाटो सिधै जान्छ। यतातिर सनसेट र हेर्नलाई दामी ठाउँ छ क्या एउटा, त्यहाँ पुलनिर होइन। हामी चाहिँ पहिला खुब हेर्न आइन्थ्यो क्या। अनि
इभिनिङमा ठ्याक्क सनसेट हेर्न आयो भ्यू पनि दामी देख्यो नि क्लियर छ मान्छे पनि यतातिर अलि त्यो बाटोहरूमा अलिक कमै हिँड्छ यो त पुरै अब भिडभाड छ यो एरिया त अलि अगाडि गएपछि अलिक खाली खाली हुन्छ हावातालमा आज बिहान उठेर यसै टिकटक हेरिरहेको थिएँ होइन अनि त्यो यसो भिडियो हेर्दाखेरि ठ्याक्क त्यो गैडीतालको चाहिँ ऊ आइरहेको क्या मेरोमा के भन्छ अरे भिडियो आयो अनि जानुभएको छ त यता टाइपको यस्तो भनेर लाइक हालेको थियो एकजना होइन त्यहाँ टिकटकमा अनि यस्तो याद आएको याद जाने भनेको अस्ति नै निस्केको अन्त पुग्यो गजेडीताल त्यो गजेडीताल त पहिलेबाट गइरहेको ठाउँ हो गएर खासै नयाँ त होइन अनि त्यसले गर्दाखेरि फेरि अनि आज जाम न त अब आज चाहिँ फ्री जस्तो नि थियो मेरो दिन चाहिँ आज होइन अनि अब यसो जागा चलाएर जाम भनेर बिहान आफ्नो दिमाग यत्तिकै उस गरेर मुडो बनाएर अनि अहिले चाहिँ खानासाना खाएँ नुहाइधुवाइ गरेँ फ्रेस भएँ अलिअलि कपडा धुन थियो धोइधाइ पारेँ अनि त्यसपछि अब चल्दिउँ भनेर निस्किहालेँ अहिले 2:30 भयो भने चाहिँ 3:30 सवा 3 3:30 बजीसम्म पुगिन्छ मजाले यसो बस्यो 1 घन्टा अनि फर्केपछि ठिकै हुन्छ साँझसम्म यता बुढलतिर आएर त ठिकै छ यताको बाटो यस्तरी त आउँछ अनि कहाँ हुन्छ पुरै धुलो उडाएर खतम छ क्या खतम छ यहाँबाट उता निस्केपछि फेरि खास चाहिँ त्यस्तो छैन यति बाटो फेरि पुरै यस्तै धुलो टिप्पर हिँड्ने भएर बाटो पनि खराब गर्दैछ पुरै यस्तो राम्रो बाटोलाई अब प्लस अब यस्तरी चलाएर आउँछन् अब त्यहाँ कम्पिटिसन छ 2जना 3जना टिप्परको यस्तो हालत छ धुलो हेर्न सक्नुहुन्छ सँगै आउँछन् यस्तो च्यापेर धुलो उडाएर सब भरे केटाहरू छन् यो चलाउने यो सब यो टिप्परहरू अनि त्यसले गर्दाखेरि पुरै यो लोड छ लोड छैन थाहा छैन गाडीको ब्रेक कस्तो छ बाल छैन खालि स्पिड दौडाउन पाए भइहाल्यो यहाँबाट चाहिँ ट्याक्कै त लेफ्ट साइड लाग्ने यो आइयो हामी फर्सा टिकट र भैरवा जोड्नेवाला बाटो यताबाट फर्सा टिकटतिर जाने लुम्बिनी प्यालेस भनेर पनि यतै छ छपिया रिजोर्टहरू सबै यही बाटो जाने चाहिँ अब यो हामी भैरवा र यता बुढलतिरको यो कोरिडोर जस्तो बाटो हो क्या यो चाहिँ त्यहाँबाट अगाडि आउने बित्तिकै यो बेतहानी चोक भन्ने आउँदो रहेछ यहाँबाट राइट लाग्नु पर्यो फर्सा टिकटबाट यति नजिकै छ त्यतिमै यहाँ बेथरी फर्सा टिकट बजार भनेर छ यताबाट राइट लाएर यता निस्किन पर्यो अब त्यहाँ अघिको बेतहानी चोकबाट म सिधा अगाडि ठ्याक्कै यो टी पोइन्ट जस्तो हिट गर्दो रहेछ अनि यहाँबाट चाहिँ राइट साइड फर्सा टिकट लेखेको छ यहाँ बोर्डमा पनि यतातिर लाग्ने अगाडितिर चोकबाट यसो मुड्ने ठाउँ रहेछ यहाँबाट त्यो फर्सा टिकट चोकतिर आइयो क्या अब यताबाट चाहिँ फेरि लेफ्ट लाग्नु पऱ्यो क्या यहाँ नि घुम्ती छ सिधा जाने बाटो छ यता घुमेछ नि बाटो यता लाग्नु पऱ्यो क्या सिधा नगएर यता लाग्नु पऱ्यो यो फर्सा टिकट बजार आइयो क्या हामी चाहिँ यो फर्सा टिकटको बजार क्रस गरेपछि सिधा आउनुभयो भने यहाँ आउनुहुन्छ होइन यो घर हरियो घर याद गरेर सिधा नगर यतातिर लेफ्ट साइडतिर लाग्ने यहाँबाट सिधै जाने अगाडि मौसम लास्टै दामी छ बादल हल्का गडाङ गरे क्लाउडी छ दामी छ यो बाटो हिँड्न पनि दामी ल्याइरहेको छ मलाई चाहिँ अहिले अब यहाँबाट सिधै जाने हो सूर्यपुरा भन्ने ठाउँतिर जाने हो त्यहाँबाट नि अझ अगाडि हो नि त तर यहाँबाट सूर्यपुरा देख्न सक्नुहुन्छ बाटैभरि ख्याल गर्नुभयो भने गुगल म्याप्समा हालेर आए त इजिली जो देखिन्छ लाइक त्यस्तो उस छैन कि कम्प्लिकेटेड बाटो चाहिँ छैन एउटा दुईवटा टर्न हो त्यस्तो धेरै त छैन है अनि बाटोहरू त अरू नर्मल सबै बाटो पिचै छ त्यो अलिअलि खाल्टाखुल्टी अब बिचमा कुनै ठाउँमा यस्तै भए मात्र नत्र नि खासै चाहिँ छैन है अनि मलाई एउटा रिसेन्टली एउटा कुरा एड गर्न मन लाग्यो कि होइन हामीले चाहिँ विन्ड सिटर भनेर विन्ड प्रुफ विन्ड सिटर भनेर लाउँछौँ नि होइन यो बुटलमा या गर्मी ठाउँमा तराईमा बस्ने मान्छेहरूले त्यो फेब्रिक लाउने जो होइन जस्तो लाग्न लाग्यो कि मसँग यति धेरै विन्ड सिटरहरू छ होला कि होइन अब यो गर्मीमा त्यो लायो होइन झन् बाफेर त्यो पुरै के बाफेर लास्टै खतम गर्मी गराएर पसिना त्यही ट्र्याप भएर झन् बढी नभएको गर्मी गराउने क्या अनि योवाला युनिक्लोको योवाला फेब्रिक चाहिँ मलाई लास्टै मन परेको क्या यो हावा चाहिँ पास थ्रु हुन्छ अनि युभी प्रोटेक्सन पनि छ यसमा चाहिँ होइन
यो लास्टै टाइम लाग्यो मलाई यो ज्याकेट चाहिँ। अनि बल्ल चिसो लाइक गर्मी गराउनु त क्या यसले, चेने लगाएर हिँडे पनि त्यो गर्मी चाहिँ गराउनु क्या यसले, हावा पास हुने भएर। अनि आज चाहिँ भित्रको टी सर्ट पनि त्यही गर्मी छ भनेर यो पास थ्रुवाला यो नेट होलवालै टाइपको टी सर्ट लगाएको। त अनि दिउँसो घाममा चाहिँ हिँड्न सकिन्न भने फेरि बिना विन्डसिटर लिएर हिँड्यो भने फेरि हात डढेर खतम हुन्छ क्या यहाँ। फेरि एक दिनमै डढेर उत्पात हुन्छ। यो शुद्धोधन गाउँपालिका कार्यालय पनि क्या बहल बनाएको हो। गाउँपालिकाहरूको नि कार्यालय हेर्दा पनि यहाँ कहाँ के खतरै बनाएर बिल्डिङ बनाए जस्तो बनाएको नि त यार। नयाँ बाटो हिँड्नु पनि मजा हुन्छ। यसो एक्सप्लोर गर्दै हिँडिन्छ नि त, हेर्दै के भइरहेछ कहाँ हो कस्तो थाहा हुन्न आफूलाई। अनि त्यसले गर्दाखेरि चाहिँ यसो हेऱ्यो बाटो, नयाँ बाटो। यतातिर आएपछि फेरि पुरै अलिकति उसो सिफ्ट हुन्छ क्या। त्यही बुटोल धेरै टाढो छैन यहाँबाट जहाँ बुटोल होइन, त्यही पनि पुरै यो सबै कुरा डिफ्रेन्ट देखिन सुरु गर्छ क्या। यो भ्यूहरू हेर्नु न, यहाँ पुरै यहाँ खेतहरू, रोडहरू पुरै अर्कै दामी छ क्या। यतातिरको भाइब चाहिँ बहल छ क्या। फेरि हल्का अब यता मधेसीहरू अलिक बढी उस भएको ठाउँ हो के अरे, डोमिनेट भएको ठाउँ हो। त्यसले गर्दाखेरि चाहिँ यतातिर चाहिँ मजाले अब खेती गर्ने बढी भेटिन्छ मान्छेहरू। त्यही भएर खेतहरू अलमोस्ट घरहरू भन्दा पनि खेतहरू बढी हुन्छ। मजा आउँछ दिवस यतातिर। यस्तो ठाउँ आयो नि मजा लाग्छ मलाई चाहिँ यार। यहाँ धान रोप्दैछ नि, यहाँ खेत रोपाइ चल्दैछ, मान्छेहरूको अझै भ्याइएन। कति खेतहरूमा यस्तै छ यहाँ, यता हेर्न सक्नुहुन्छ भ्यूहरू। रमाइलो लाग्छ यतातिर। अलिकति पर चेन्ज जस्तो टाइपको हुन्छ क्या यतातिर आउँदाखेरि चाहिँ। यहाँबाट फेरि डाइरेक्ट निस्क्यो भने लुम्बिनी पनि 16 किलोमिटर देखाएको छ भने चाहिँ यहीँबाट डाइरेक्ट लुम्बिनी पनि निस्किन पाइन्छ क्या यो बाटो। यहाँ गएर लुम्बिनी जान्छु भन्ने पनि पाइयो। अब म सायद त हाइवेबाट पनि अझै एउटा गल्लीभित्र छिरे जस्तो लाग्छ। अब यहाँ आएपछि अझै ल्यान्डस्केप अझै चेन्ज भइसक्यो क्या। तर यो बाटो उता लुम्बिनीको डाइरेक्ट हाइवेबाट जान त यो बाटो हिँडेकै राम्रो जस्तो लाग्यो। अलिकति भ्यूहरू पुरै फरक चेन्ज लाइक डिफ्रेन्टै देखिन्छ क्या। यहाँ पुरै होल अर्कै ठाउँमा आए जस्तो, नजिकै छ तै पनि अर्कै ठाउँमा आए जस्तो भाइब्स दिइरहेको छ क्या। अब यहाँ पुरै हरियाली, बाटोको छेउमा ग्रिनरी छ, मजाले घाँस त्यो के अरे रोपेको सर्नक्क दामी छ। मजा आउँछ क्या यस्तो बाटो हिँड्न, हरियो भएको बाटो सर लाएर। लेफ्ट लाग्ने रहेछ। अब चाहिँ ल नजिक पुग्न लागिसकेँ म। पानी वाइल्डै पर्ला जस्तो गरेछ। त्यहाँ पुग्दासम्म नपर्दैछ क्या। त्यहाँ पुगेपछि पऱ्यो भएर मजाले बसेर हल्का फुल्का त परिसक्यो पानी। लेट्स सी भ्यू त बवाल छ यार यतातिरको। यो वाला पाटोहरू पनि मजा आउँछ यस्तो बाटो हिँड्न पनि। यस्तो रुखको मुनि बस्न पनि दिउँसो हावा लाग्दा मजा आउँछ बस्न। मलाई चाहिँ पहिलाको याद आउँछ क्या। त्यो पहिला हुँदाखेरि त्यस्तै रुखहरू जताततै हुने के अरे, मजाले बस्यो दिउँसो त्यो गोटी खेल्ने बस्ने गर्ने दिन थिए पहिला। अहिले सब अब घरै घर। अब रुख कसले रोप्ने त बाटोमा, कसले राख्ने त रुखलाई पहिल्यै काट्न हतार हुन्छ। रोड बनाउने भनेपछि कसरी जोगाम, कसरी त्यसलाई इन्टिग्रेट गरौँ, त्यो रोडमा कसरी त्यसैलाई मिलाएर गरौँ भन्ने सोचेँ आफ्नो कसैलाई। त्यसले गर्दाखेरि कहाँ छ यो केटा भन्यो मलाई यार। कतातिर हो यार, यहाँबाट पनि बाटो छुट्यो त। आज मैले फर्स्ट टाइम होला कसैलाई नसोधिकन म्यापकै भरमा हिँडेछु। साला त्यहाँ पुगेर फेरि अन्त्य पुऱ्याइदिएला अर्को आपत फेरि। कहाँ हो गाइजहरू, कहाँ हो। अहिले फर्किँदा पनि अब हेरी यस्तै गरी फर्किनुपर्छ, याद गरी। केटाहरूले के भन्ने फायर भन्ने नि क्या है। के छ ल पुग्यो है त गाइजहरू, यही हो है त। ल पुग्यो। अब अलिक बेस्ट लोकेसन कता छ त बाइक राखेर भ्यू हेर्नलाई? दिस इज इट। यही हेर्न आएको है गाइजहरू ताल चाहिँ।
जङ्गलको बिचमा रहेछ पानी भराउँछ अब पानी परेछ मौसम त कतातिर छ त बस्ने ठाउँ यसो हल्का ल बाटो यस्तो छ जङ्गलको बाटो हेर्न सक्नुहुन्छ भैँसी सैँसी चराउने हो गाउँको पानी राख्ने ठाउँ हो क्या अब यस्तो पहिला जति नै हुन्थ्यो होला अब अहिले अब इट इज वाट इट इज अब मान्छेलाई टिकटक चाहियो उस चाहियो होइन भिडियो हालेपछि भाइरल भइहाल्छ हेर्न परिहाल्यो फेरि हामीलाई पनि आउट अफ क्युरियोसिटी हुन्छ के रहेछ त जाऊँ न त हेरौँ भन्ने हुन्छ नजिकै छ फेरि ल हल्का तालको नजिकसम्म जाम के छ र यहाँ अब एडभेन्चर लिएर हिँडेपछि हल्का एडभेन्चर हान्न पर्यो नि बाटोमा के छ यस्तो सानोतिनो बाटोको लागि त टेन्सन लिनु भएन नि ल गाइजहरू यति भन्दै पानी चाहिँ वाइल्डै पर्ला जस्तो लाग्छ मलाई ताल चाहिँ यहीँ हो अलिअलि केटाहरू आएर चाहिँ प्रतीक्षालाई उतातिर छ अरे पहिल्यै सोधेको कि अहिले पानी पऱ्यो भने भाइहरू बस्नु पऱ्यो नि कहीँ त दामी छ ल एकछिन इन्जोय गरौँ है त यहाँ ल गाइजहरू म चाहिँ तालमा पुगिसकेँ पानी वाइल्डै पर्ला झैँ गरिरहेछ बादल अब आवाज सुन्न सक्नुहुन्छ होला के गरिरहेछ अब यही हो भ्यू हेर्न सक्नुहुन्छ तालको हल्का पानी परिरहेछ म चाहिँ बाइक यहाँ पार्क गरेछु अनि भ्यू चाहिँ यही हो मस्त दामी छ है आउनलाई साह्रो बसेर अब एकछिन आज त वेदर मैले पर्फेक्ट डे चुज गरेको क्या आज यहाँ आउनलाई चाहिँ दामी छ वेदर यस्तो मजाको हावा छ यताबाट गरौँ अरू त अब बस्ने चिल पाराले दिउँसो आउने यसो साथीहरूसँग अब गफसफ गर्ने अब केही खाने यताउता गर्ने टाइपको भयो ठिक छ अब ठाउँ चाहिँ होइन शीतल छ जङ्गल एरिया हो पुरै पछाडि हेर्न चाहिँ पुरै जङ्गल एरिया छ अब भैँसीहरू चर्ने अब त्यही त हो गाउँघरको ठाउँ हो अनि इट इज वाट इट इज जस्तो टाइपको हो अब ताल यहीँ हो पानी पर्न लाग्यो यसो बसेर एकछिन 1 घन्टा जति आइसकेपछि इन्जोय गरेर निस्किनु पर्ला ल अब अरू त के हो र अब तालको अब त्यही राइडै इन्जोय हो क्या मलाई फेरि यो डेस्टिनेसन अब यहाँ आएर त अब यो हेर्ने अब के गर्ने अब हेऱ्यो भ्याइयो अब अझै 1 घन्टा बस्छु होला मजाले चिल पाराले होइन कति बोल्ने अब त्यो 1 घन्टा आफूले इन्जोय गर्ने हो तर मलाई चाहिँ बाटो जुन आइन्छ नि यो प्रोसेस के लाइक अब त्यहाँ खोज्ने आउने गर्दा यो चाहिँ बवाल लाग्छ कि लाइक त्यही रङ्ग लाग्छ सबभन्दा बेस्ट पार्ट भनेको त्यही हो जस्तो लाग्छ कि के भन्छ अरे यो जर्नी के इट्स नट अबाउट द डेस्टिनेसन इट्स अबाउट द जर्नी भन्छ नि त्यही हो क्या प्रोसेस लाइफको केही पनि गोल छ भने प्रोसेसलाई इन्जोय गर्ने हो कि न कि त्यो एन्ड गोललाई होइन एन्ड गोल त आइहाल्छ क्या अल्टिमेटली त्यही भएर मजाले हल्का हल्का पानी परिरहेछ आनन्द आएको छ धेरै पानी नपर्दासम्म त यहीँ बसिरहेको छु के अरे ब्रोको फेरि के भयो मम्मीलाई खोजेको क्या हो भ्यू त राम्रो छ आनन्दको छ वरिपरिकोलाई त अब डेली यहाँ बाख्रा भैँसी चराउने ठाउँ हो यो केटाहरूले फुच्चीहरूले हेरेछन् त्यहाँ भाइहरू खेलेछन् गेम त्यो खानीवाला गेम के त्योवाला पानी त डरै पऱ्यो सोचे भन्दा राम्रै पऱ्यो ठ्याक्कै यहाँ पुग्ने पनि पानी पर्ने नि भयो अहिले चाहिँ यता प्रतीक्षालयमा आएर बसेछ हाम्रो लेडिज ग्याङहरूसँग सबै खेलिराख्नु भएको छ क्या हो होइन आर्कोटी खेलेको होइन अनि अब ग्याङहरू सबै यहीँको होइन लोकल ब्याग ल बस डिस्टर्ब गरेँ जस्तो भयो तिमीलाई मैले जो होइन खेल्दाखेरि पुरै डिस्टर्ब गरेँ जस्तो भयो ठाउँ चाहिँ यता पार्क पनि रहेछ सानोतिनो जङ्गल एरिया हाम्रो बहिनीहरूलाई ठ्याक्कै हेर्ने 2टा किचन छ यहाँ होइन 2टा घर हो यो ठ्याक्कै सेपरेसन छ यहाँ आफै इमेजिनेट सेपरेसन त्यहाँ किचन त्यहाँ पनि चल्दैछ एउटा यहाँ चल्दैछ खाना पाक्दैछ के पाक्दैछ बहिनी हो भनिदेऊ त भनिदेऊ नि के हो भन्नु त के हुन्छ र लजाइसिन् फेरि लजाउनु पर्दैन कि पराठा ए यो पराठा आइज के पराठा हो फेरि हजुर ए आलुको पराठा ल यहाँ आलुको पराठा पाक्दैछ त्यहाँ फेरि बहिनी के पाक्दैछ अरे
यहाँ दाल भात तरकारी लियो ल यसो मैले जाम न के भएर यो तिमी हामी पनि खेलेको के पहिला लजन पर्दैन हामी पनि तिमी यस्तै हुँदाखेरि यस्तै रङ्ग लाग्थ्यो नि त यहाँ त अलिकति के सुप जस्तो पाक्यो यहाँ के चाहियो भन त ऊ मसरुमै लिएर आऊ त साँच्चीको कहाँ टिपेको यो मसरुम यहीँबाट टिपेको ए बहिनी रियल अलिकति रियलिस्टिक है बहिनी चाहिँ अझै मसरुमको इफेक्ट दिनलाई मसरुम पनि ल्याएर आइदिनु अब पानी परेछ यही बस्दासम्म नानीहरूसँग टाइम पास बहिनीले नि हालिरहेछ मसरुम त मसरुम पराठा भयो नि त त्यो त अब मसँग बरु खानेकुरा लिएर आएको थियो तिमीलाई सबैले बाँडेर खायो भने ठिक हुन्छ जस्तो लाग्यो धेरै ठुलो छैन किन सबैलाई दिनुलाई गाईहरू ल पुग्दो रहेछ क्या ल एउटा ल थ्याङ्क यू अलि बहिले खाने यतिकन अलि भयो खानु छ क्या अर्को छ म निकालिदिएको कि खानु नै केही हुन्न यो चाख्नु न बच्चाहरूलाई छ क्या नभने भए मैले पहिले फुटेको रहेछ अलिकति त्यहाँ त्यो ब्यागमा आउँदाखेरि नानी लौ ट्राई गर ल यहाँ बसेर मजाले मैले एकदम यहाँ बस्नु खम्रा भनेर राखेको यस्तो एरिया थाहा थियो नि त बस्नु मिल्छ आनन्दले बसेर अनि यस्तो एकछिन बसेर 1 घन्टा बसेर जाम्ला भनेर आएको पानी पर्दछ लाटे बाटो गरियो ल 1 घन्टा बसियो मजाले यहाँ पानी पनि पर्यो मजाले गफगाफ गरियो अङ्कललाई या फुच्चीहरूसँग मजाले रमाइलो छ ठाउँ शान्त छ एकचोटि आउनलाई हेर्नलाई ठिक छ है अब 1 राउन्ड हान्न पर्यो यसको तालको अनि निस्किनु पर्यो बाबुलाई के भयो बाबुलाई के हेर्न बसिछ्यौ के हेर्न बसिछ्यौ केटाहरूले यहाँ बाइक हेर्दै थिए एकचोटि उहाँसम्म गएर हेर्न सक्नुहुन्छ ताल चाहिँ यहीँ हो यताबाट यस्तो देखिन्छ म अघि उता कुनामा थिएँ अहिले यतातिर छु अब यस्तरी गरेर पुरै उहीँसम्म छ एकचोटि हेरेर अनि निस्क्यौँ पुरै जङ्गल एरिया हो यो खास त अब जङ्गलमा तालसाल छ होइन यसो हेर्ने अब रमाइलो त रमाइलो ठाउँ छ शान्त छ आज चाहिँ मलाई वेदरले झन् वेदर यताबाट फेरि यस्तो देखिन्छ कि यतातिर खासै पाइन्छ होइन यो पुरै जङ्गल टाइपको एरिया छ अब 1 राउन्ड त्यहाँसम्म पुगौँ अनि लेट्स गो यो अफ रोड चलाउन पनि मजा आउँछ क्या फेरि एडभेन्चरको फाइदा भनेको यही हो क्या अलिकति भए पनि मजा लिगौँ अब स्लिप चाहिँ खान्छ क्या फेरि टायर अझै बल छैन त्यसको नि 1 राउन्डै हान्न मिल्दो रहेछ नि त यहाँबाट हल्का प्यान्ट माथि तान्नु पऱ्यो यार पुरै छिटै हान्यो लेट्स गो पुरै पानी छ्याप्यो यार ओ दामी छ्याप्यो यार पुरै खुट्टामा त वाइल्डै हिलो यार अब धुन पऱ्यो यार कहीँ गएर यार हात सात जताततै हिलो भयो यार मजा यार मजा आयो That's why you buy a fucking adventure, okay? To do a fucking adventure thing. मलाई यो बाइक चलाउने ठाउँ जस्तो पाए जस्तो भयो यार मैले मेरो स्क्रैम्बलरमा पनि टायर चेन्ज गरेँ भने ठ्याक्क यस्तो गरेर मजा आउने गरेर चलाउनु पर्छ है गाइजहरू एक्साइटिङ लाग्ने थियो यार यस्तो बाटोमा यो बाइक भेटायो भने त यार मजा आउने क्या चलाउन
ल त है गाइजहरू यति हो आजको लागि भिडियो यति बन्द गर्दैछु सी यू अन द नेक्स्ट वान थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई